नेपाल हिमाल भनेर पनि चिनिने हिमाल कुन हो? गौरीशंकर हिमाल। नेपाललाई शान्ति क्षेत्र नेपाल प्रस्ताव गर्ने राजा को हुन्? पास। बैंकिङ कारोबारमा प्रयोग हुने एटीएम को पूरा रूप के हो? अटोमेटिक टेलर मेसिन। ओलम्पिक खेलको समापन कसरी गरिन्छ? पास। र प्यागोडा शैलीलाई चीन पुर्याउने काम अरनिकोले गरेका थिए, सही कि गलत? सही। यहाँको प्रश्न र जवाफतर्फ म एकछिन जान्छु। नेपाल हिमाल भनेर पनि चिनिने हिमाल कञ्चनजङ्घा हो, गलत भएको छ यहाँको जवाफ। नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गर्ने राजा राजा वीरेन्द्र हुन्, यहाँले पास गर्नुभयो। बैंकिङ कारोबारमा प्रयोग हुने एटीएम को पूरा रूप यहाँले अटोमेटिक भन्नुभयो, अटोमेटेड टेलर मेसिन हुनुपर्ने थियो, गलत भएको छ। ओलम्पिक खेलको समापन कसरी गरिन्छ, यहाँले पास गर्नुभयो। ओलम्पिक ज्वाला निभाएर गरिन्छ, ओलम्पिक फ्लेम भनिन्छ। र अन्तिममा प्यागोडा शैलीलाई चीन पुर्याउने काम अरनिकोले गरेका थिए, सही कि गलत भन्नेमा सही भन्नुभएको छ, जवाफ सही भएको छ। नेपाल हिमाल भनेर पनि चिनिने हिमाल कुन हो? गौरीशंकर हिमाल। नेपाललाई शान्ति क्षेत्र नेपाल प्रस्ताव गर्ने राजा को हुन्? पास। बैंकिङ कारोबारमा प्रयोग हुने एटीएम को पूरा रूप के हो? अटोमेटिक टेलर मेसिन। ओलम्पिक खेलको समापन कसरी गरिन्छ? पास। र प्यागोडा शैलीलाई चीन पुर्याउने काम अरनिकोले गरेका थिए, सही कि गलत? सही। यहाँको प्रश्न र जवाफतर्फ म एकछिन जान्छु। नेपाल हिमाल भनेर पनि चिनिने हिमाल कञ्चनजङ्घा हो, गलत भएको छ यहाँको जवाफ। नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गर्ने राजा राजा वीरेन्द्र हुन्, यहाँले पास गर्नुभयो। बैंकिङ कारोबारमा प्रयोग हुने एटीएम को पूरा रूप यहाँले अटोमेटिक भन्नुभयो, अटोमेटेड टेलर मेसिन हुनुपर्ने थियो, गलत भएको छ। ओलम्पिक खेलको समापन कसरी गरिन्छ, यहाँले पास गर्नुभयो। ओलम्पिक ज्वाला निभाएर गरिन्छ, ओलम्पिक फ्लेम भनिन्छ। र अन्तिममा प्यागोडा शैलीलाई चीन पुर्याउने काम अरनिकोले गरेका थिए, सही कि गलत भन्नेमा सही भन्नुभएको छ, जवाफ सही भएको छ।